ल आज चाहिँ हामी कहाँ जाँदैछ बाबु? पाल्पा। आज चाहिँ हाम्रो पाल्पा टुर हुँदैछ। पाल्पातिर घुम्ने डुल्ने। के भयो भरत? के हेरिरहेको छौ? हावा कम छ र? होइन ठिक छ। आज हाम्रो यात्रा पाल्पाको हुँदैछ। म चाहिँ यहाँ छु। एकदम जाडो भएको छ। जाडो मौसम छ। अबको हाम्रो यात्रा होइन। अब हामी जाँदैछौँ पाल्पाको लागि। अब हामी घरदेखि हिँड्यो र चिसो रहेछ है। अघि सुना भानु हो सुना भानु कि सुना भानु कि सङ्गीतको धुना भानु गण्डकी पश्चिमतिर गण्डकी पूर्वतिर कोशी छ साँच्चै राम्री हो
झैँ हो कलियुगको सीता झैँ ठ्याक्कै मनले सीता झैँ गण्डकी पश्चिमतिर गण्डकी पूर्वतिर कोशी छ साँच्चै राम्री हौ कि कुन मेरै दोषी छ साँच्चै राम्री हौ कि कुन मेरै दोषी छ मेरै दोषी छ हिलोमा आनी फुल हुन्छ हिलोमा आनी फुल हुन्छ कहिले काहीँ त भुल हुन्छ गण्डकी पछितिर गण्डकी पूर्वतिर कोशी छ साँच्चै राम्रो हौ कि कुन्नी मेरै दोषी छ चाहिँ भिडभाड रहेछ रोड बनाउनेकै भिड छ माथि बाहिरैबाट लाइन्छ मजाको रोड बन्दैछ हुन्छ हाम्रो राखौँ सजिलो हुन्छ यहाँ रोड लिनेको भिडभाड छ खुट्टा देखेँ के आउँछ सब राख्ने हो कि यत्रो बाहिरै यस्तो लाइन छ भित्र पुरै जिगज्याग लाइन छ भगवान्लाई दर्शन गर्न पनि कहाँ सजिलो छ र के हामी परेछौँ के अस्ति आउँदाखेरि हामी पुरै लाइनमा बसेको यहाँ छिर्ने यत्रो लाइन छ बहुत भिडभाड छ आउनु अगाडि हाम्रो पार्टी अगाडि छ लाइन छ एक लाइन भइगयो यहाँबाट छिरेको बल्ल एक लाइन भइगयो एक लाइन दुई लाइन भइगयो अझै 3 लाइन छ लास्ट लाइनमा होइन सेकेन्ड लास्ट लाइन हो अझै बाहिरैसम्म भिड छ है बाहिरै आएर कुर्नको भिड छ यो लाइन हुँदै भाइ भिडभाड रहेछ बल्ल लास्ट लाइनमा आएको यहाँ लाइन छोडेर आयो यार अगाडि यार कताबाट थियो ए हाम्रो लियान पनि यहाँ रहेछ मान्छे छुट्टिए त आइदिन्छ नि
धेरै लाइन छ। यता पनि रहेछ काठी रोड काठी। अनि बल्ल यो सिसानीर आइयो। आज चाहिँ डेन्जर भेट रहेछ। दर्शन गरेर सक्यो। यहाँबाट दर्शन गर्न आएको यहाँ नरिवल फर्यो। यत्रो यहाँसम्म लाइन छ त। जुत्ता अघि हामी यहाँबाट लाइन सुरु भएको थियो। अहिले त पुरै तल पुगेछ लाइन त। एउटा केटाको हामी चाहिँ हिँड्यो। बहुत भिडभाड छ। यहीँबाट लाइन छ। कहाँसम्म रहेछ यो लाइन? तलैसम्म रहेछ नि त। तलसम्म लाइन छ त हौ। हामी उल्टा झरियो छ क्या यतापट्टि रहेछ झर्ने। ठिकै छ तलसम्म जानु 4 बच्चा यो गेटसम्म लाइन रहेछ ल। यहाँबाट यताबाट जाने छ। यहाँसम्म लाइन छ। बाथे मन्दिर काफी पसलहरू छ यहाँ। एन्टिक पिसहरू। हामी चाहिँ अब ओह्रालो झर्दैछौँ। समृद्धि रेस्टुरेन्ट एन्ड बार। हामी चाहिँ म चाहिँ यहाँ छु। बाटो ओह्रालो छ। यहाँ चाहिँ आज भिडभाड रहेछ दाइ रोडको के। यहाँ चाहिँ भिड छ क्या आज। अगाडि अगाडि कता ल हेर्नुहोस् अगाडि। राम्रो होटल रहेछन् कि होइन। ल टक्कै आइयो हामी बतासे डाँडामा। आइयो। अब हाम्रो चाहिँ यो न्यू हिमालयन भ्यू पोइन्ट एन्ड लज रहेछ।
आजको खाना चाहिँ आयो है। यो 4 जनाको खाना। हैट किन सोलो आयो र? चिसो भयो? चिसो भयो? ल श्रीनगरको डाँडो हेर्न आइयो। त्यो पुरै गाडीको पार्किङ छ। अब यहाँबाट भित्र छिरेपछि अब जाम। पुलिस पुरै म्यादी पार्टी रहेछ कि म्यादी प्रहरी। हामी पनि म्यादी भइयो अब सबै म्यादी। भ्यू टावर जाने बाटो हो यहाँदेखि रहेछ। ल यहाँदेखि भनै अफरोड हो क्या यता तानसेन नगरपालिका। हामी चाहिँ श्रीनगरको भ्यू टावर हेर्न आउँदैछौँ। हिँड्न चाहिँ पर्दो रहेछ लगभग 10 मिनट जति। 10 मिनट त हिँड्नै गएन र। 10 मिनटको हिँडाइपछि हिँड्दो रहेछ टावरमा। चाहिँ भ्यू टावर हो। प्रवेश शुल्क चाहिँ 25 टका रहेछ। यो चाहिँ भ्यू टावर। त घुम्दै 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 माथि पुग्ने हो। हाम्रो इन्ट्री भयो है। आऊ बाबा आऊ। लिफ्ट छ क्या भित्र? कस्तो देख्छ? ए आम्मा यो त यस्तो रहेछ नि यार। टुप्पो देख्दो रहेछ। लास्टमा यो छ के देख्छ यहाँ अब? ल यहाँ चाहिँ पिकनिक स्पट। यहाँ हिमालहरू देख्थ्यो होला कि होइन? आज ऊ छ कि हिमालहरू टक्क देख्दो रहेछ। ल गाउँहरू देख्दो रहेछ। यता के देख्छ? यता तानसेन हो। टप बाटो चाहिँ यस्तो देख्दो रहेछ तानसेन। यहाँ मेला लगाइरहेको रहेछ। मेला छ बजार चाहिँ यहाँ चाहिँ देख्दो रहेछ होइन? म्यादी रहेछन् कि म्यादी। अब हामी चाय पिने ठाउँमा आइयो। अब चाय पियो। अब पौने घन्टामा पुगिन्छ।